अब हामी खल्ती एपको प्रयोग गरेर सिनेमाको टिकट काट्न सिकौँ ल। जस्तै अब तपाईले कुन सिनेमा हलमा फिल्म हेर्न जाँदै हुनुहुन्छ है, त्यो सिनेमा हलको आफ्नै स्ट्यान्ड एलोन सोलो एप पनि हुन्छ है। र कसैको चाहिँ एप हुँदैन, वेबसाइटमा गएर अनलाइन टिकट काट्नुपर्ने हुन्छ हैन। अब एपकै माध्यमबाट चाहिँ त्यो एप नभएको हलको टिकट पनि कसरी काट्न सकिन्छ भन्ने कुरा हेरौँ ल। एप भएका हलहरूको पनि काट्न सकिन्छ र एप नभएका हलहरूको पनि टिकट काट्न सकिन्छ है खल्तीबाट। हेरौँ ल। यी सेवाबाट त मैले पहिला सिकाइसकेको छु हैन। अब खल्तीबाट हेरौँ ल। लगइन गर्ने हैन, अनि इन्टरटेनमेन्टमा जाने हैन, मुभी भन्ने छ नि, मुभीमा जाने हैन, अनि सोइङ मुभिज एन्ड थिएटर्स इन अल नेपाल भनेको छ है। अब हामीले हाम्रो लोकेसन चुज गर्ने है। मेरो लोकेसन विराटनगर हैन। अब चाहिँ विराटनगरमा कुन चलिरहेछ फिल्म त्यसको लिस्ट आउँछ है। र विराटनगरमा भएको थिएटर है, सिनेमा हलको पनि यहाँनिर लिस्ट आउँछ हैन। 3टा रहेछ हैन। अनि तपाईले अब आफ्नो मुभी चुज गरेर टिकट काट्न सक्नुहुन्छ है। अब टिकट काट्ने तरिका हेरौँ ल। म विराटनगर यही लोकेसनमा जान्छु। अनि कति बजेको त ल 12 बजेको ल। अनि स्क्रिन दिस वे भनेको तपाईको सिनेमा हलको स्क्रिन चाहिँ यहाँ छ भनेको है। अनि सिटहरु भयो है। अब कुन काट्ने त? अब म यो टिकट काट्छु ल। 150 भयो हैन, H5 भयो हैन। स्क्रिन दिस वे भनेको छ हैन। सिनेमा हलको स्क्रिन चाहिँ यहाँनिर छ भन्न खोजेको है। अनि तपाईको सिट यहाँ छ भन्न खोजेको है। अनि यहाँनिर विभिन्न कलर कोडेडहरु छ हैन। अब यो हरियो रङ भनेको चाहिँ सिलेक्ट भएको हैन। अनि यो अर्को रङ छ नि, यो डिम पर्पल टाइपको, यो रिजर्भ रातो रङ सोल्ड है। अनि यो ग्रे कलर छ नि, यो चाहिँ अनअवेलेबल, त्यो सिट छैन भन्न खोजेको है। मैले H5 सिलेक्ट गरे, पे मा जान्छु। यहाँ इन्फर्मेसन आउँछ हैन। 150 रुपैयाँ। तपाईसँग प्रोमो कोड छ भने यहाँ प्रोमो कोड पनि हाल्नु ल, डिस्काउन्ट हुन्छ। मसँग छैन है। 150 नै पे गर्नु पर्यो। H5 हैन। अनि पे गर्दिने। इन्फर्मेसन आउँछ H5 150। ओके, टिकट पर्चेस भयो हैन। यसरी टिकट काट्न सकिन्छ हैन। यु वान स्क्रैच कार्ड भन्छ त, स्क्रैच टु रिभिल भन्छ। यहाँ के हो, स्क्रैच गरौँ त। यु वान के भन्छ, यु वान खानेपानी कुपन वर्थ 30% अप टु ₹45 अन योर स्क्रैच कार्ड, क्लेम योर गिफ्ट रे। खानेपानी कुपनमा 30% पाइयो रे त। र 45 रुपैयाँसम्म मात्र क्लेम गरेर हुन है। अहिले यही राखेँ मैले ल। ट्रान्ज्याक्सनमा जाने हैन। अनि यहाँ जाने। अनि यहाँ भ्यू टिकटमा जाने। डाउनलोड पनि गर्न सक्नुहुन्छ अथवा तपाईले टिकटलाई शेयर पनि गर्न सक्नुहुन्छ है। कसैलाई पठाउने भए म शेयर गरिदिन्छु ल। टिकट चाहिँ डाउनलोड भइसक्यो है। यहाँ आइसक्यो है। उनको स्वेटर हैन। अनि सिट हाम्रो H5 हैन, आइसक्यो है। अब यसलाई तपाईले पठाउन चाहनुहुन्छ भने पठाउन पनि सक्नुहुन्छ है। म पठाइदिन्छु ल। आयो है मुभी टिकट। अब कसलाई पठाउने त है।
WhatsApp चुज गरेँ मैले हैन यहाँ पठाइदिन्छु ल अनि सेन्ड गर्दिने हैन PDF मा गए जस्तो छ हैन स्क्रिनशट लिएर पनि पठाउन सक्नुहुन्छ यहाँ डाउनलोडमा जाने फाइल डाउनलोडेड भयो ओपन गरिदिन्छु अनि यसलाई अलिकति यसरी यहाँ जुम गरे हैन ठुलो देखियो हैन अनि स्क्रिनशट लिन्छु स्क्रिनशट लिएँ हैन अब त्यो स्क्रिनशटलाई म पठाइदिन्छु ल अब यो स्क्रिनशट यहाँ आयो हैन शेयरमा जाने अनि WhatsApp भाइबर जुन चलाए पनि तपाईको PDF मा थियो यो चाहिँ स्क्रिनशट यो चाहिँ पिक्चर इमेजमै भयो कस्तो लो क्वालिटीको है यो लो क्वालिटी भए पनि खेल्छ नि यो बारकोड चाहिँ स्क्यान भइहाल्छ हैन टिकट किनेको हेर्ने तरिका पनि सिक्यौं हैन ट्रान्ज्याक्सनमा गएर मुभीमा यहाँ जाने अनि यहाँनिर माइ खल्तीमा जाने अनि यहाँबाट पनि हेर्न सक्यो हैन टिकट आज के छ आज यो छ हैन अनि यहाँबाट पनि त्यही नै आउँछ हैन माइ खल्तीबाट गए पनि तपाईको लेटेस्ट के छ त्यहाँ आउँछ है लेटेस्ट मेरो यो टिकटै हो अनि टिकटै आयो ट्रान्ज्याक्सनमा गएर हेर्यौं भने पनि ट्रान्ज्याक्सनमा अहिले भर्खर मैले गरेको यो हो अनि भ्यू टिकट अनि फेरि त्यही रिडाइरेक्ट भइहाल्छ हैन यसरी यो टिकटकै अनि एउटै आउने है तपाईलाई इमेलमा पनि आउँछ यो टिकट है यहाँ यो तपाईलाई इमेलमा पनि आयो है टिकट मुभी टिकट भनेर आएको छ यहाँ क्लिक गर्नुभयो भने खुल्छ है त्यही आउने हो